मलाई बोलाउनु भयो हजुर म दुवैजनाको हो मोहल्ला छेलछेलमा आफ्नो काम गर खुलुखुलु के होइन हजुर दुईटा मगाउनु भा मैले लगिदिइहाल्थेँ नि दुवैजना अनि साँच्चै भनेको कति मिनट ए तपाईँको आफ्नै बोलाउनु भा ए ए बोलाउनु भएको हो ए हजुरले आफ्नै भन्नुभयो अनि आफ्नै बोलाउनु भयो कि भनेर छैन हजुरको मलाई बाटो छोड्नु भन्नु न छोड्नु है दिनु म हेरिदिन्छु इनड्राइभ भनेर अर्कै एप देखाउनु भयो नि तपाईँहरूले मलाई हो यो म हो कसरी चिन्नुभयो मलाई ल कसरी चिन्नुभयो ए पहिलेदेखि चिन्नुहुन्थ्यो ए यहाँ फोटो देखाउँदो रहेछ नि त मलाई के थाहा नि नाम नवीन रहेछ ए मै हो नवीन मै हो मै कन्फ्युज भएँ क्या त्यही भएर बोलाउनु न केटोले को थाहा छैन बुढो हो कसको बुढो ए हजुर कसलाई गाली गर्नुभयो मलाई गाली गर्नुभयो मलाई गाली गर्नुभयो होइन नि है गर्नु न त हजुर आवाज सुन्ने होइन नम्बर भन्नु म कल गरिदिन्छु त्यो चाहिँ अब अनलाइनमा कल गरेर त के काम त्यसमा त आवाजै सुनिँदैन नम्बर भन्नु त होइन त्यो मान्छे यतै छ बिचरा क्यान्सल नगर्नु नम्बर लगाउँ मोबाइल मलाई दिनुभयो ए जिस्किया जस्तो लाग्यो सिरियस कुरा गरेको झन् ए रिचार्ज गर्नुहोस् भन्छ हजकोमा त किन त्यस्तो भनेको सोधौँ पैसा सिध ए हो ठिक्नु म कल गरेर सोध्छु है सन्तानब्बे 67 हजुर ठ्याक्कै धराको लोकेसन छ म त्यहीँ लगेर छोडिदिने हो हुन्छ रिसाउनु हुन्न नि स्कुटीमा जानुहुन्न बाइक नै चाहिने हो ए हेलो ब्रदर म लोकेसनमा छु हजुर कहाँनिर हुनुहुन्छ लोकेसन ठ्याक्कै कहाँनिर देखाएको छ म त यहाँ मकैको बारीतिर छु त नि म राइडर नै हो कि कतातिर भन्नुभयो बाँसको झ्याङ कता छ यता माथि आउनु माथि तपाईँ तल हुनुहुँदो रहेछ एउटा बाँस काटेर लिएर आउनु है हजुर एउटा बाँस लिएर आउनु है भनेको हजुर लाउनु त्यसो भए मासतिर आउनु म यहाँ बाटोमै छु त्यो सोल्टी हो क्या उता गयो क्या हजुर हो
त्यस्तो खतरा हो तपाईँहरू हजुर कोसँग बोल्न नहुने हो टिकटक छ मैले हजुरहरूको भिडियो बनाइरहेको छु अघिदेखि हजुर ल किन रुनु भएको हो नि सब दुवैजना भिडियो बनाएर के भयो त उहाँ त रुनु भयो त रुनु भयो कि हाँस्नु भयो फिक्स गर्नु न हजुर ढिल्ला मलाई होइन ए हो यो के काम थियो यसको अनि हजुर हजुर यो लाउनु नहुने हो फुकालेर तिमी राख नि त लाउदिन्छु दिम राख्ने हो ए हस् त्यसो भए कसले हो ब्याडम्यान हो कस्तो ठ्याक्कै थाहा पाइदिएको तिमी पहिला ज्योतिषमा काम गर्थ्यौ हो हजुर पहिला ज्योतिषमा काम गर्थ्यौ हो भनेर सबै कुरा थाहा पायो नि त मेरो बारेमा पुलिसलाई ओए अभि के चुत भनेको छौ त्यो हालिदिन्छु म के बोलेको थियौ अघि तिमीले त्यो हालिदिन्छु है ए त्यो हाल्दा हुन्छ नि है हुन्छ है भनेपछि अहिलेलाई पढाइमा मात्रै फोकस छ उसको अरू केहीमा फोकस छैन अब अरू केही कुराहरू हुन्छ नि अरू केही अब कुराहरू त्यस्तै केही कुरा छैन ए भनेपछि त लास्टै खतरा पढ्नुहुन्छ मेहनती हुनुहुन्छ होइन त अब त्यस्तो मेहनती पनि छैन अब सक्दो कोसिस गरिरहेको छु पढाइमा चाहिँ कोसिस गरिरहनु भएको छ कोसिस गरिरहनु भएको छ आरे काट्टोको जाइमास भनेको के होला भन्नु थाहा छैन हामीलाई आउँदैन कि यति पत्ता लाउनु फ्री राइट आरिमातो गोजाइमास हजुर आरिमातो गोजाइमास भनेको हजुर हजुर थाहा छैन हामी क्लासै गएको छैनौँ क्लासै गएको छैन छैन नि ए भनेपछि त हजुरलाई मैले फ्री राइड दिन्थेँ यो मिलाउनु भएको बजाङबाट पुगेको त्यही त बुझेँ मैले यो मिलाउनु भएको भए तपाईँलाई मैले त्यहाँसम्म फ्रीमा लगिदिन्थेँ मिलाउनु भएन नि है अब पैसा रेडी पार्नु है तपाईँ रिसाउनु त भएन नि रिसाउनु भएन त्यसो एकचोटि हाँसिदिनु न त हाँसिदिनु न एकचोटि ल बोल्नुहुन्न त अहिले चाहिँ रिसाउनु भयो जस्तो हो कि पैसा रेडी पार्दै हुनुहुन्छ कि पैसा रेडी पार्दै हुनुहुन्छ भनेको पैसा छैन उतै छ उता कसरी उता कोसँग छ छैन ए टेन्सन भयो त नि अनि टेन्सन भइहाल्यो नि म फेरि उहाँ पुगेर भन्दा नि बाटोमै पैसा लिने बानी छ क्या मेरो चाहिँ अब के गर्ने त ए छ भयो भने आफै नतिर्ने भिनाजुलाई तिर्न लाउने बाटोमा उ त्यहाँ मतलब आधी बाटो पुग्ने त्यो पैसा लिन्छु कि मैले चाहिँ त्यही भएर हो अनि फेरि उहाँ पुगेर नि लिइरहेको हुन्छु मैले आधी बाटोमा नि पैसा लिन्छु अनि फेरि उहाँ पुगेर नि दिनुपर्छ क्या दुईचोटि कुन रिटर्न भएपछि मलाई पुगाएर रिटर्न भएपछि पनि दिन्छु भनेको ए तपाईँ त खतरा बाटी हुनुहुँदो रहेछ त नि गाउँबाट आयो नि अनि गाउँको मान्छे कहाँ लाटो हुन्छ त अनि ए त्यस्तो हो लाटो हुने हो र ओ दामी तपाईँले स्याबेज हान्नुभयो त मलाई त नि अनि कहाँ गाउँको मान्छे झन् बाटो हुने हो झन् बाटो हुने हो बेच्दिन्छन् भनेपछि गाउँको मान्छेले बेच्दिन्छन् भनेपछि गाउँको मान्छेले के दिन्छन् बेच्दिन्छन्
गाउँको मान्छे अब गाउँको मान्छेले चाहिँ खै त्यो त थाहा भएन मलाई मलाई चाहिँ नबेच्नु है